guys, welcome to my vlog. आज अङ्कलको बेको भ्लग हुँदैछ होइन। अनि अहिले चाहिँ बिहानको 3:20 गयो। अनि म चाहिँ उठेँ, अब रेडी हुनुपर्छ, केही खाएर रेडी हुने हो कि। तर खानेकुरा चाहिँ रेडी भयो। अनि केही खाएर चाहिँ हामी जान्छौँ माथिघर। अनि माथिघर गएर चाहिँ अब जन्तीसँग मिसेर अब अनुहार प्लान हुँदैछ। अनि के छ भन्दाखेरि म चाहिँ लिङ्गा चौका यताउता म घर जान मिलेन नि त नि। अनि कसार बाटेको रोटी पकाएको वाला मैले केही पनि देखेकै छैन कि, लिटरली मैले केही देखेकै छैन। अनि त्यही भएर कोही कसैले भिडियो बनाइदिनु भएको रहेछ भने त मैले दादालाई र मम्मीलाई भनेको थिएँ भिडियो बनाइदिनु, म पनि स्कुल जानुपर्छ नि त। अनि अझै पनि अफिस छुटाउनु मिल्दैन, स्कुल छुटाउनु मिल्दैन। अनि त्यही भएर चाहिँ भिडियो बनाइदिनु भनेको थिएँ। अब बनाइदिनु भएको रहेछ भने चाहिँ अब एड गर्छु, बनाइदिनु भएको रहेछ भने चाहिँ अब जति हुन्छ त्यति नै मिलाएर हेर्नु होला है त। अर्को कुरा होइन, हजुरहरूले चाहिँ मलाई एकदम मोटो देखिरहनु भयो होला होइन, तर म पनि धेरै पछि मोटा भन्न पाएँ खास त्यस्तो होइन। म चाहिँ ठेउला पीडित भएर यहाँ अझै दाग छ कि होइन, नियालेर हेऱ्यो भने मेरो अनुहारमा अझै देखिन्छ होइन। अनि त्यही भएर चाहिँ त्यो ठेउलाको भएर चाहिँ अनुहार सुन्निएर यस्तो भएको हो। अनि यहाँ चाहिँ अझै चाहिँ अनुहारैभरि थियो होइन, एकदम बेरुप ग्रुप भएको थियो मेरो अनुहार। म्यानेज भन्नु सो अनि त्यही पनि अब यति चाहिँ बाँकी छ हेरौँ, अब यसरी नै कसरी कभर गर्न मिल्यो भने भयो। त अनुहारभरि पुरै त थियो, यतिले त मलाई पनि असर गर्दैन भनेर नै मैले चाहिँ के गरेको छु भन्दाखेरि बेमा जाने नै गरेँ। त्यही गाइस ल ढङ्ग भने यस्तै हो, कान्छी फुपूको ढङ्ग। ढङ्ग मरु कसो गरौँ, त्यो त भयो यार। जुम गर्छु म गाइस, लाइफस्टाइल अल्ट्रा वाइड भन्नु खै त्यस्तै पाके हुन्छ त हो र। ऊ त्यो चाहिँ भयो क्या तल्लो चाहिँ। अर्को शान्ता हाल्न फेरि बिजेत हुन्छ पनि नभन खतरा। कसले यत्रो खतरा बनायो भने यहाँ तैँले छोरा ल्याउनु पर्थ्यो नि। तैँ कुरा हुन्थ्यो, मसँग मान्थ्यो नि त्यो, अरूसँग नमान्थ्यो। कपाल काट्यो, कपाल काट्यो वर्तमानमा सिधै किन पोखेला आउनु म त आउँदा आउँछ खोइ फिटिएर ल्याउनु म छेउमा काम गर्ने छेउमा छ बन्दर पुडेला त्यसपछि रोटी सिद्धिन्छ भनेर बिहानै दे भने अचार अचार मान्छेलाई प्याक बनाइदिनु पर्छ। छोरी भयो कि फाल्ने, अहिले छोरो भयो फाल्न थाले अहिले छोरो भयो छैन, कोही आएन। अनि केबाट एडिट गर्ने नि रिभर गरे मेरो काम बनाइदिने बाले फर केरा सौकम चाहिन्छ अरे त्यो हल्दी लाइन थियो त्यो केरा पात त्यो हल्दी दिएर हात आबै के छ त माइल नाति बे कस्तो लागिरह त अनि रमाइलो राख जन्त नजानी यहीँ बसिरहने हो। ए ल यो बहिनीले हाल्छ क्या भिडियो अनि त्यो बनाइदियो भन्थ्यो, त्यही भएर हो क्या। के कुरो पो के कुरो पो कहाँ पिट्ने बिहा दुलोले पिट्नु हुन्न होइन। तपाईँले सबै भला गर्दै भन्यो, म त कन्टिन्यू फेरिदिनु त राजको मेरो फिल्ममा भएर हो कि क्या हो। हेलो 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 नाति के छ भाडा चाहिँ हेलो हजुरमा के छ भन्ने हो क्या। मलाई कता हात देखाएर कालो आँखा तेरो मेकअप गर्नु भ्याइन हो र। अब चाहिँ अलि ठिक आँखा बुढीको क्रिम नि सकिहाल्यो। ओ कान्छी मेरो टाउका कालो हाल्दिनु नहाली तता हो पानी हाल्नु पर्छ। बाह्र 25 के छ नाति ठिक छ नाति ठिक छ। अनि कस्तो लागिरहेको त मलाई त खुब उडुम लाग्यो, उडुम रमाइलो कि उडुम रमाइलो भनौँ अनि एकदम फिलिङ चाहिँ ह्याप्पी भनौँ न। हाम्रो बोको कुन काट्ने रे अब म त छान्न भाग छ अहिले बोको भोइलाइन चाहिन्छ नि सौजु। अनि के छ ठिक छ त्यो कपालमा बस्छ होला नि त। अनि ओइ अफुच्चे बा के छ म चाहिँ दुलाको बेहुली दुलाको के रे दुला बहिनी भन्न
बहिनी एउटा बहिनीले नपोती नहुने रहेछ त्यही भएर पोत्न थालेको हो कस्तो अनुभव भइरहेको पोत्दा त्यही हो म अब अहिले ढुङ्गाले क्वाचक्वाच खोज्छ त्यही हो अरू त रमाइलै छ ए लिगा ठुलो भयो भने लिगा चौको थाहा छैन यतिको त चाहिहाल्छ नि के गर्नु खै गाइस म चाहिँ अब रेडी भएँ सारी लाएँ अब यस्तो टक्क लाएर अब म गाउँ जान्छु अनि यहाँ चाहिँ रेडी भएँ म यत्तिकै छु अब पछि हेर्दै गर्नु होला है म चाहिँ ठ्याक्कै घर आइपुगेँ होइन अनि घर आइपुगेँ घरमा चाहिँ यस्तो छ होइन अनि त्यसपछि हामी अटोमा आयौँ अटोमा आएपछि हाम्रो यहाँ घर छ यो देखाउँछु है त यहाँ छ हाम्रो घर अभी नमस्ते 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 सबजना नमस्ते गरिदिए नमस्ते साडी लगाइदियो गएँ अच्छा हाम्रो सबैजना नमस्ते 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 यहाँ चाहिँ हुनुहुन्छ हाम्रो सबैजना म मेरो भ्लगमा सबैलाई स्वागत गर्न चाहन्छु यहाँ हुनुहुन्छ सबैजना हुनुहुन्छ यहाँ कान्छी दिदी हुनुहुन्छ हाम्रो यहाँ बेहुला हुनुहुन्छ जति खिचे पनि पाइन्छ अहिले ल पूजा गर्नु पर्छ
यहाँ बाहिर खिच्नु भइहाल्छ नि भिडियो रहेछ नि त यो त रमाइलो गर्दै हामीहरू चाहिँ सबैजना छौँ यहाँ सबैजना रमाइलो गर्दै हुनुहुन्छ अनि यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ हाम्रो कान्छी दिदी मामा हाम्रो दुला सबैजना हुनुहुन्छ यहाँ सबैजना हुनुहुन्छ दिदीबहिनीहरू हुनुहुन्छ हाम्रो चाहिँ यहाँ सबैजना रेडी भएर बसेको छौँ म चाहिँ रेडी भएँ अनि यहाँ हुनुहुन्छ पूजा दिदी हेलो दिदी यहाँ हुनुहुन्छ लक्ष्मी दिदी आदर दिदी हेलो मेरो ठेउला बिर्सो भइसकिस् यहाँनिर मात्र ढाडमा चाहिँ कोठी जस्तै हुन्छ बाख्राकोटी अनि यहाँ हुनुहुन्छ अरू खै त यहाँ हुनुहुन्छ आमा यहाँ हुनुहुन्छ सबैजना रेडी हुँदै हुनुहुन्छ कलसँग पानी खोइ कलसँग पानी ल्याऊ त त्यति घुमेर भयो फुल छ त ल्याऊ एउटा फुल छ तर पानी लिएर नातिनीले टिको लाएर आइन्छ हो मलाई हाम्रो बाबालाई नि टिका लाउनु भएको गएर हेरेपछि देखिन्छ क्या यहाँ हुनुहुन्छ अङ्कल यहाँ छु अब अब सबैजना हुनुहुन्छ मम्मी अनि बाबा नि हुनुहुन्छ सबैजना यहाँ हुनुहुन्छ आन्टी मम्मी हुनुहुन्छ यहाँ हुनुहुन्छ भ्लगमा हुनुहुन्छ अहिले भ्लगमा हुनुहुन्छ हजुरहरूले सन्तुष्टि भ्लगमा हेर्न सक्नुहुन्छ यहाँ हुनुहुन्छ म खत्रै भ्लगर भन्छु एउटा आइफोनको कमी मात्र के छ अङ्कल रुन लाग्यो सुरुमा रुन लाग्नु भयो क्या उहाँ चाहिँ मेरो कान्छी बोपू के छ दिदी सन्चै हुनुहुन्छ हाई गरिदिनु न हाई गरिदिनु अनि उहाँ चाहिँ मेरो आमा त्यही त उहाँ चाहिँ मेरो बाको आमा हेर्नु आउँदैन उहाँ चाहिँ मेरो आमा आमा चिन्नु भएन मलाई म नातिनी त्यही त मैले हिल्ला छु नि त त्यही भएर हुनुहुन्छ सबैजना छौँ तर यहाँनिर चाहिँ यस्तो भइरहेको है हेलो ब्रदर वेलकम टु माई भ्लग तिमी त काला आयो त कस्तो काला मुख कालो भएर के हो र मन गोरो छ नि लास्टै काला हाँस एन्टी लाइट आएछ दामी यताबाट निकालिदिन्छु नि हो बल्ल गएर जन्तीजना रेडी पोजिसनमा हुनुहुन्छ होइन गाइज क्वालिटी हेर्नु है यो आइफोन हो हेर्नु त यहाँबाट यसरी खिच्न पर्ने यस्तो हो नि त क्वालिटी भने हजुरहरूको भ्युज बढाएर मलाई आइफोन किन्ने बनाइदिनु न गाइज आउनु हुनुहुन्छ सबैजना हुनुहुन्छ सबैजना गरुड ध्वजा हुनुहुन्छ मामाले यहाँ हुनुहुन्छ
यहाँ गोडा देऊ कन्या दान देऊ मन्त्र म पढिदिन्छु भन्दै होला नि भइहाल्छ यहाँ हुनुहुन्छ दिदी मेरो भ्लगमा हेर्नु होला तपाईँ ल ल ल यहाँ हुनुहुन्छ सबैजना ल यो झोला उतापट्टि लैजान्छ ताली पड्का गाडी पर्छ ल मेरो भ्लगमा हेर्नु त्यहाँबाट निकाल्नु मिल्छ अनि यहाँ हुनुहुन्छ सबैजना हामीहरू चाहिँ थोरै नै जाने भनेर प्लान छ यहाँ हुनुहुन्छ होइन हाम्रो सबैजना बस्छ होइन अनि धन्न स्पिकर रहेछ यहाँ बस्छ अनि यो बसमा चाहिँ हामी जाने हो अनि यहाँ आउँदै हुनुहुन्छ दिदीहरू यहाँ हुनुहुन्छ अनि म नि यहाँ छु मैले यसरी देखाउँदैछु यार यहाँ हुनुहुन्छ अनि हामी चाहिँ गाडीमा अब जान्छौँ यहाँ छ हेलो 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 ब्रो गाडीमा छौँ तर गाडीमा चाहिँ नराम्रो भिडियो आइरहेको होइन केही नै हुँदैन यहाँ छ होइन हजुर गाडी आउँदैछ बस पछाडि आइपुग्ला बेहुला साहब के छ ठिक छ नि बेहुलाजी ठिक छ नि ठिक छ भाइ तेरो समय भाग्ने भयो भाग फेरि होइन त अहिले भाग्ने अहिले भाग म बेबाट उन्मुक्त हुन्छु भनेर उलाई भिड परेर चाहिँ पिडा परे त्यो ट्रेनै छ नि त्यो भाग्ने भाग भने मामाले खोज्ने अहिले म बनाउँथे नि भन्दियो हजुर म एउटा बनाउँछु भिडियो भइसक्यो अहिले ओर्लिँदाखेरि बनाउँदा हुन्छ अहिले ओर्लिँदा मिलिहाल्छ यहाँ खाजा खाने ठाउँमा आइपुग्यौँ होइन मैले भ्लग खिचिरहेको छु यहाँ हुनुहुन्छ हाम्रो बेहुला को त फोटो हामीहरू चाहिँ सबैजना यहाँ खाजा खानको लागि ओर्ल्यौँ होइन सबैजना हजुर हस् अनि त्यसपछि हामीहरू चाहिँ यहाँ सबैजना छौँ अनि सबैजना घुम्दै 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 अब भन्न मिलेन हामी जनता आएको आउन चाहिँ जनता आएको भाइ ठ्याक्क कलङ्कीबाट चाहिँ क्रस भएर यता कृतिपुर भइहाल्यो होइन अनि अब हामीहरू चाहिँ जाँदैछौँ अनि हामी जानुपर्ने ठाउँ चाहिँ एकान्त कुना हो अब यता कृतिपुर भइहाल्यो यहाँ हुनुहुन्छ सबैजना एकचोटि फेरि पनि म मेरो भ्लगमा देखाउन चाहन्छु हेलो वेलकम टु माई भ्लग हेलो वेलकम टु माई भ्लग म क्याप कट कान्छ हामीहरू चाहिँ एकान्त कुना आइपुग्यौँ होइन हेलो गर्नु न हामीहरू चाहिँ कहाँ आइपुग्यौँ हामी यो एकान्त कुना अनि हामी चाहिँ यहाँ क्वालिटी फुड एन्ड रेस्टुरेन्टमा आइपुग्यौँ अनि त्यहाँ चाहिँ अब हेरौँ के हुँदैछ होइन अनि अब अलिअलि भने नि भिडियो बनाउन त्यो पनि त्यो राम्रोसँग मिल्दैन नि त अलिअलि भने नि बनाउँछु भन्ने प्लानमा छु हेरौँ के हुन्छ त्यस्तै हो अनि हामीहरू चाहिँ हुनुहुन्छ यहाँ चाहिँ हामी बसिरहेको छौँ होइन सबैजना अब दुलाहरू खोजेर भन्दा नि दुला बेहुला भाग्नुभयो भने प्रोबेबिलिटी धेरै छ भन्ने सुनिरहेको छौँ हामीले तर उता आइसक्नुभयो थाहा छ यहाँ दिदी हुनुहुन्छ यहाँ हुनुहुन्छ अब बेहुलाको गाडी आयो गाई यहाँ भ्लग मैले ठ्याक्कै भ्लग स्टार्ट गर्नु र बेहुलाको गाडी आउने एकैचोटि गयो अब हाम्रो यहाँ को हुनुहुन्छ म एकचोटि फेरि देखाउँछु यहाँ हुनुहुन्छ अङ्कल यहाँ हुनुहुन्छ बिनाजु 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 पिउनलाई
म भ्लग बनाइहाल्छु नि यता हेर्नु न भ्लग भिनाजु यहाँ हेर्नु न हाई भन्नु न हाई गर्नु न हाई भन्नु न छन् हेलो हेलो लाइट नबालिदिएको लाइट उल्टो भयो माला के छैन त्यो कम्मर नि हल्लाइदियो ताली पड्कामै क्ल्याप 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 सिकाउनु पर्ने पूर्व फर्काउनु होला ताली फेरि पनि ताली गरिदिनु चेली ढाकेर गर्नु कैमरामैन जल्दी फोकस करो हेलो फोटोसुट भइरहेको छैन हामीहरूको फोटोसुट सक्यो अनि यहाँ फोटोसुटहरू भइरहेको छ यहाँ हुनुहुन्छ हाम्रो बाहरू बस्नुहुन्छ होला नि त यहाँ चाहिँ हामी फर्स्ट लट पहिलो लट खाँदैछौँ होइन यो चाहिँ खाजा हो यहाँ चाहिँ खाजा खाँदै हुनुहुन्छ उहाँहरू हजुर हामी खाँदैछौँ यहाँ हुनुहुन्छ अङ्कल यहाँ हुनुहुन्छ अरू अरूजना सबैजना खाजा खाने तर्खरमा हुनुहुन्छ बल्ल हाँस्नु अङ्कल गाइस नयाँ कसार हेर्नु है यहाँ त राम्रो देखायो सेतो वाइट कलरको
चाहिँ यहाँ बसेर हेर्दैछौँ बे कस्तो हुन्छ भनेर होइन। के छ माइला के छ प्लानिङ के अब हाम्रो भ्लगमा आउँछ है यो यहाँ चाहिँ दुला दुलेहरू खाना खाइरहनु भएको छ अङ्कल आन्टी भनौँ है खाना खाइरहनु भएको छ यहाँ हुनुहुन्छ अनि यहाँ अरूजना हुनुहुन्छ यहाँ हुनुहुन्छ यहाँ पूजा दिदीको टिकटक चल्दैछ यहाँ दादा यहाँ अनि यहाँ पुष्कल अङ्कल यता हुनुहुन्छ यता दिदी हुनुहुन्छ यता हुनुहुन्छ अर्को ग्याङ यता हुनुहुन्छ अर्को ग्याङ म त जहिले तर्सिन्छु यता हुनुहुन्छ अर्को ग्याङ यता हुनुहुन्छ हाम्रो बिनाजु ग्याङ तपाईँलाई अङ्कलको उयो कस्तो लाग्दैछ रमाइलो लाग्दैछ तपाईँलाई बे कस्तो लाग्दैछ म सबैलाई सोध्दै जान्छु बे कस्तो लाग्दैछ तपाईँलाई बे कस्तो लाग्दैछ रमाइलो तपाईँलाई बे कस्तो लाग्दैछ राम्रो लाग्छ उहाँ चाहिँ हाम्रो फोटोग्राफर तपाईँलाई बे कस्तो लाग्दैछ राम्रो लाग्दैछ त हजुरलाई बे कस्तो लाग्दैछ सानो राम्रो लाग्दैछ सबैको पर्सनल तपाईँलाई बे कस्तो लाग्दैछ बे कस्तो लाग्दैछ एकदम राम्रो लाग्यो तर साइपाटोमा आउने मान्छेले त्यो दुलाको चाहिँ सदुपयोग नगरे देख्दाखेरि चाहिँ जुत्ताको दुलाको जुत्ता देख्दै लाग्यो तपाईँलाई कस्तो लाग्दैछ तपाईँलाई कस्तो लाग्दैछ तपाईँलाई बिहे कस्तो लाग्दैछ एकदम धन्यवाद तपाईँलाई बे कस्तो लाग्दैछ एकदम यता यहाँ हुनुहुन्छ अब यताबाट सोध्छु तपाईँलाई कस्तो लाग्दैछ एकदम काई त बिना चाहिँ तपाईँलाई कस्तो लाग्दैछ धेरै राम्रो धेरै राम्रो मामा कस्तो लाग्दैछ धेरै रमाइलो छ बाबा कस्तो लाग्दैछ हुनसम्म रमाइलो भयो राम्रो भयो ल रमाइलो ल तिमीहरू आयो धेरै रमाइलो भयो तपाईँलाई भाइको बे कस्तो लाग्दैछ एकदम भाइको मलाई एकदम रमाइलो लाग्छ अब भाइले छोड्ने बित्तिकै छोरी र छोराको पाला हुन्छ त्यही के हुन्छ कस्तो लाग्दैछ कस्तो लाग्छ छोराको नभए कहाँ होइन कस्तो लाग्दैछ बे जस्तो कस्तो लाग्दैछ तपाईँलाई बे कसको अङ्कलको तेरो त होइन हामी कसको हात अन्टीको म त बेमा आएको कसको थाहा होइन न केटाबाट हो कि केटीबाट हजुर म त वर्धमानमा ल परेन मेरोमा म छैन कि छैन कस्तो लाग्दैछ तपाईँलाई बिहे भयो बे कस्तो लाग्दैछ तपाईँलाई कस्तो लाग्दैछ निर्मला दिदी मेरो भ्लगमा स्वागत छ रमाइलो लाग्दैछ कस्तो लाग्दैछ बिहे कस्तो लाग्दैछ बिहे त्यस्तो कस्तो लाग्दैछ आन्टी तपाईँलाई बिहे रमाइलो दिदी तपाईँलाई बिहे कस्तो लाग्दैछ राम्रो ला अब म यहाँ सोध्छु बिनाजु तपाईँलाई बिहे कस्तो लाग्दैछ एकदम राम्रो अब मैले गएर सोध्ने भने यहाँबाट अङ्कल यहाँ हुनुहुन्छ अब दिदीलाई सोध्छु अनि मैले अरूलाई सोध्दिनँ दिदी तपाईँलाई बिहे कस्तो लाग्दैछ पसिनै आउने बिहार त हुनुभएको कि बोल्दा हुँदैन कस्तो लाग्दैछ अङ्कल बिहे कोटपाडा यस्तो भन्नु नि तपाईँ कताबाट आउनु भयो
केटापट्टिबाट कि केटीपट्टिबाट म त प्रथममा भन्नु नि एकचोटि अब यहाँ हुनुहुन्छ हाम्रो उहाँहरू म एकचोटि बालाई सोध्छु अनि म मेरो कम्प्लिट गराउँछु होइन दायाँ बायाँ केही नभन्छु उहाँ चाहिँ हाम्रो हजुरबा कस्तो लाग्दैछ तपाईँलाई ल कहाँ अरे जहाँ भयो नि तपाईँ मेरो हजुरबा होइन तपाईँलाई कस्तो लाग्दैछ छोराको बिहे सोच्नुभयो त अलि ठुलोले बोल्नु न कस्तो लाग्दै हो बिहे कुन भाइ छोरा कुन चाहिँ छोराको बिहे बा ए बा कतिवटा बुहारी भयो अब 4वटा हाम्रो बा स्वरै सुनेन माइक चाहिने भइसक्यो ल अब भोलिबाट योभन्दा ठुलो स्वर बनाउन पाउनुहुन्न बाले भोलिबाट योभन्दा ठुलो स्वर बनाउन पाउनुहुन्न अब भने यहीँ लान पर्ने बेला भइसक्यो अनि यस्तै हो सबैको मैले राय सल्लाह बुझेँ त्यस्तै हो होइन अब आमामा टिकटक ग्याङ चल्दैछ गाइज हेर्नुहोस् गाइज हेर्नुहोस् ला सकेछ बेला भयो है यहाँ खाना चाहिँ त हुनुहुन्छ सबैजना उता हुनुहुन्छ बाबाहरू उता हुनुहुन्छ मम्मीहरू खाना खानको लागि त्यो अलिक माथि अङ्कल मजाले अङ्कल मजाले भयो ल लास्ट बताएंगे
एकदिनबाट गर्नुहोस् है एकदिनबाट ओम सुमो मगली फेरि अब लास्ट अन्तिम त गयो के हालिदिनुहोस् हो तपाईँमा के हालिदिनुहोस् अलिकति टिका लगाइदिनुहोस् टिका लगाइदिनुहोस् तल निधारो एकैछिन हातमा अब गोरा ढोङ थाहा होला कि टिका लगाइदिनु छिटो घोडा धुवा बेला होला नि त गोरा ठोकेर होइन घोडा धुवा बेला होइन अहिले पछि जुटाउने बेला होइन पैसा त पछि होला ए फुल भिडियो बनाउँछौँ नि हामी ल भयो भयो आफ्नै त हो आन्टी आफ्नै हो भोलि सबै आफ्नै हो आन्टी भयो भयो अहिले पछि छ अहिले नि आउँछ नि फेरि किनै छ नि ढोग्न दिनु अझै त हो भोलिबाट के हुन्छ के थाहा ढोग्ने हो कि होइन ढोग्न दिनु न राजु दाइ जुरुक्कै त्यो बस भन्नुपर्छ ला त्यो पछाडि बिग्रियो नि बिग्रियो क्या त्यो ल बस बस ल 55 सेकेन्डसम्म ढोगिरह हाम्रो भाउजूले आमा
पहिला भाग लाउने माया अनौठो यो किन मुस्कान मेरो यो थाम्नै सकिन भन्नु त धेरै छ तिमीलाई तर किन खै केही भन्नै सकिन तिमीलाई पनि यस्तै हुन्छ र कि मलाई सम्झी तिमी सपना बुन्छौ र त्यो शरद ऋतुको पात त्यो चिसो जुनेली रात त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊँ त्यो शरद ऋतुको पात त्यो चिसो अनि यहाँ चाहिँ बिहेको कार्यक्रमहरू भइरहेछ लगभग सबै कामहरू चाहिँ सकियो अनि सबै कामहरू चाहिँ सक्यो अब यहाँ चाहिँ अब लास्टकोतिर बाँकी छ अनि अहिले बज्न चाहिँ 5:30 बज्न लागेछ 5 बज्न लागेछ अब अलिअलि यस्तो काम छ मेरो चाहिँ ढौलाको दाग छुट्टै धन्न यतिको भएँ म यति खुसी भएको छु म अनि यो मेरो दादा हो हाई हाई नै भन्नु अनि मेरो दिदी अङ्कलहरू हुनुहुन्छ दिदी हुनुहुन्छ अनि यहाँ चाहिँ अब हेलो हेलो अनि यहाँ चाहिँ अरू कामहरू भइरहेको छ चक्काको कामहरू चाहिँ भइरहेको छ अनि अब अलिअलि भिडियोहरू हाल्छु अनि यतिकैमा चाहिँ अब एडिट गर्छु भन्ने छ बेलुका जाँदा के हुन्छ अनि हाई गाँठो बनाएर हामीहरू चाहिँ यहाँ अब भिडियो के अरे एउटा कुरो भन्छु एउटा यहाँ मलाई चाहिँ आज साह्रै गाह्रो भइरहेको मोबाइलको स्पेसमा न फोटो न भिडियो केही पनि छैन मात्र यो नानीको मोबाइलमा 2 शब्द बोल्दैछु छु सबैजनाले हेरेर मेरो प्यारी भइदिनीलाई भाइरल गराइदिनु है ठेउला आउँदा नि जनता आछ ठेउला मेरो पिसो भइसक्यो जेठी फुपू छोरी जेठी फुपू उहाँ चाहिँ मेरो जेठी फुपूको छोरी तपाईँको छोरी म भर्खरको हो बिहे भइसक्यो चाँडै बिहे गरेर बाल बिहा गर्दै है उनीहरूको नानी दुलेको गीत तिम्रो हौ अनि त्यसपछि अब चाहिँ हाम्रो लगभग बेसक्यो अब फोटो सुटहरू हुँदैछ अनि यहाँ हुनुहुन्छ हाम्रो साइली आन्टी कान्छी आन्टी मम्मी अनि उहाँ हुनुहुन्छ हाम्रो माइली आन्टी यो मेरो प्यारो भाइ होइन यस भेरी भेरी प्यारो अनि है मेरो सिङ्गल अनि त्यही हो अब हेर्दै जाऊँ यहाँ यस्तो भइरह यस्तै हेरौँ के हुन्छ अब पछि देखाउँछु
टाउको चाहिँ होइन पुच्छर मात्र छ। पहिला 2-3 बे हुन्थ्यो है अनि 2-3 बे जाँदा कम्प्लिट अनि त्यसको गर्दा अनि त्यो म बोल्छु त्यो गरेपछि होइन तपाईँहरू त्यो गरेपछि अनि साथीले राखिदिने हो नियम चलन हो हाम्रो होइन चलन अनुसार गर्नुपर्छ अब तपाईँहरू मिल्नेहरू हामी पनि मिल्ने हो होइन त्यति मैले बोल्छु त्यति मेन त्यो गरेपछि जाँदा दिने भयो भए हुन्छ अब तपाईँले राखेपछि हामीले त्यसको बराबर केही दिनुपर्छ तपाईँले शर्त स्वीकार दिनुहोस् है तपाईँ पनि हामीलाई अप्डेट बनाइदिनुहोस् हामीले तर अप्डेट बनाइदिनु होइन बराबरको हो क्या पहिला चलन हो नि त हाम्रो त्यही बराबरको हो क्या खिच्दैछौँ है यहाँ सबैजना भएर क्यामेरा किन ल्या मोबाइलबाटै खिच्ने यहाँ चाहिँ सबैजना हुनुहुन्छ को तर्फबाट चाहिँ भिडियोग्राफ हुँदैछ है अहिले हाम्रो तर्फबाट भएको थियो अनि अब हाम्रोबाट भएको बेलामा त कसैले खिचिदिने माहौल भएन नि त भिडियो अनि उहाँ चाहिँ दुलेको तर्फबाट खिच्ने बेलामा चाहिँ त्यही भएर खिचिदिएको अनि उहाँ उभिनु भएको चाहिँ हाम्रै तर्फबाट हो यता मात्र है दुलेको तर्फबाट चाहिँ यता हुनुहुन्छ अचम्म खालको चलन रहेछ होइन होली मनाएको यस्तो टाइपको छ होइन यस्तो टाइपको लगाउनु रहेछ होइन अनि यो चाहिँ ह्याप्पी होली तर ह्याप्पी होलीको होइन उहाँहरू अनि यहाँ चाहिँ के को चलन रहेछ थाहा भएन होइन तर यहाँ छ होली मनाएको हो कि खै के हो चाहिँ थाहा भएन होइन तर यहाँ यस्तो चलन भइरहेछ अनि अचम्म लागिरहेछ मलाई अनि यता अचम्म लागिरहेछ अनि यहाँ दिदी अबे रुन्ची यहाँ चाहिँ अब ठ्याक्क भिडियो अनमा आउने बेला भयो के अरे भिडियो अनमा आउने रे दुले अनमा आउने बेला भएको छ यहाँ हुनुहुन्छ आन्टी ल रुन्ची रुनुहुन्न कि उहाँ आन्टीलाई चाहिँ नराम्रो लाग्छ कि यहाँ हुनुहुन्छ सबैजना यहाँ हुनुहुन्छ तपाईँलाई नरमाइलो लागेन सबैजना रोइरहनु भएको रहेछ मलाई नरमाइलो किन लाग्यो म केटीबेटीको होइन म बेहुलापट्टिको कता होला जाम्नु कता होला हाम्रो गाडी यो त भएन नि हो दुलै त रुँदो रहेछ भाइ है मान्छे धेरै छ मम्मी सिट हेर्दै गर्नु नि त मलाई ल्याइदिनु म आउँछु एकैछिनमा है मलाई राखिदिनु है यहाँ चाहिँ अब
मनमाउने कार्यक्रम भइरहेको छ। अनि हामी चाहिँ ठ्याक्कै एकान्त कुना आएको होइन, एकान्त कुना ललितपुरको क्वालिटी फुडल्यान्ड रेस्टुरेन्ट एन्ड ब्याङ्क्वेटमा आएको हो। यो हो, उहाँ चाहिँ हुनुहुन्छ हाम्रो बिनाजु, त्यस्तै हो। हजुर नमस्ते। अनि यस्तो यस्तो माहौल छ, ठ्याक्कै यो यसको अपोजिटमा छ। यो त अब हजुरहरूले देख्नु नै भएको छ। अब त्यो गाइज अब यहाँ दुलाहरूको गाडी भयो, दुला दुलैको। अब हामी अर्को गाडीमा देख्छ, त्यही भएर अब एकैचोटि भोलिकोमा हेरौँ है त। अरू चाहिँ गाडीमा फर्क्यौँ होइन, अनि त्यसपछि हामी कलङ्की आइपुग्यौँ। अनि घर कति बेला पुग्ने थाहा छैन, यहाँ पनि पानी परिरहेछ घर। अनि हामी कति बेला बिनाजुली हुनुहुन्छ, हाम्रो पो कोही छैन। अनि हामी यहाँ चाहिँ एकदमै पानी परिरहेछ होइन, केही खानु भएको थिएन। कसरी लाग्यो तपाईँलाई? आई लभ यु टु भन्नुहुन्छ बिनाजुले, बिनाजुले हेरेर आई लभ यु टु भन्नुहुन्छ। अनि हामी चाहिँ कलङ्की आइपुग्यौँ होइन, ठ्याक्कै कालिका पेट्रोल पम्प आइपुग्यौँ। अनि त्यसपछि पुष्कल भाइ सुबेद भाइ धोक्दिया पुष्कल ओइ पुष्कल ढोक्दिया। अनि उता चाहिँ एकदमै पानी पऱ्यो भनेर सुनेको छु होइन। अनि के हुन्छ छैन हाम्रो पारा के छ होइन। यस्तो लुगा लगाएर आएको छु म, जाडोले मर्छु होला। त्यस्तै अब अरू पछि स्टे ट्युन गाइस, घरसम्म पुग्दासम्म देखाउँछु। त्यही हुन्छ, मलाई जाडो हुँदैन किनकि हामी ह्याप्पी होली गाइस। दोस्रो दिन हो होइन हाम्रो भोजको दिन। अनि त्यसपछि हाई गाइस ह्याप्पी होली। अनि हाम्रो चाहिँ स्वर सुकेर उत्पात भएको छ। हामी धेरै करायौँ दादाको बेमा, उसको चाहिँ अङ्कल, मेरो चाहिँ दादा। अनि करायो चिच्चा, मेरो त झन् जुत्तै फाट्यो गाइस। यतिको हुनुपर्छ। अनि यस्तै छ, अब अरू देखाउँदै गरौँ है त। हजुर यहाँ हुनुहुन्छ सबैजना अचार मोल्दै। यहाँ हुनुहुन्छ उहाँहरू यहाँ गफ गर्दै हुनुहुन्छ। लाइन आउँछ अनि हेर्नुहोस्। हेलो, वेलकम टु माई भ्लग। सबैजना कस्तो छ हजुरलाई? ठिक छ, हजुरलाई कस्तो छ? अनि यहाँ हुनुहुन्छ अरूहरू बनाउँदै हुनुहुन्छ, त्यही हो। काटेकुटीहरू खाँदैछौँ सबैजना भएर। कस्तो छ? एकदम स्वादिष्ट। कस्तो छ आन्टी? कस्तो छ आन्टीहरू? मिठो छ? खाना कस्तो छ? पिरो छ? पिरो नि छैन? कस्तो लाग्यो? खाना मिठो लाग्यो? उहाँहरू नि सबैजना खाइरहनु। उहाँहरू चाहिँ सबैजना भयो है, घरमा आउनुभएको आमाको दिदी बहिनी यताउता सबैजना जानुभयो। यहाँ हुनुहुन्छ होइन, यहाँ दिदीहरू हुनुहुन्छ, यहाँ हुनुहुन्छ। अनि उता चाहिँ हुनुहुन्छ बाँकी मान्छेहरू, यता हुनुहुन्छ, त्यहाँ बोझ भइहाल्यो त्यही होइन। यता हुनुहुन्छ मान्छेहरू, घर भइहाल्यो। मिठो छ अन्डी? भोज कस्तो लाग्यो? मिठो छ? भोज कस्तो लाग्यो भन्नु? एकदम जसले खानु भएको। दिदी तपाईँलाई कस्तो लाग्दैछ? मिठो लाग्दैछ? कस्तो लाग्दैछ? कस्तो लाग्दैछ? मोटाइयो कस्तो छैन त्यहीँ, अब गिलास छैन अरे। वेलकम टु माई ब्लग। कस्तो लाग्दैछ? मिसको घरको भोज कस्तो लाग्दैछ?
राम्रो कि मिठो राम्रो लाग्दैछ ठिक छ यहाँ हुनुहुन्छ अब भान्नीहरू सबैजना हेलो हेलो यहाँ हुनुहुन्छ मासुवाला यहाँ हुनुहुन्छ दहीवाला मासुवाला यहाँ छ यहाँ हुनुहुन्छ सबैजना हजुर भिडियो बनाउँछु म हजुर यहाँ हुनुहुन्छ काममा सबैजना हुनुहुन्छ के छ ठिक छ यहाँ हुनुहुन्छ सानी हेलो हेलो मिठो छ म पनि खान्छु है तपाईँसँग यहाँ हुनुहुन्छ आस्था तो बेला हुँदैछ म चाहिँ अब घर जान्छु यस्तोको अवस्थामा अनि माम डाँडा छु अब चाहिँ महादेवका घर जान्छु पानी परेको पार छ कसरी जाने थाहा छैन तर हामी जान पर्ने हुन्छ